नमस्कार आदरणीय दर्शकवृन्दहरू। चिना बनाउने क्रममा 9 वटा ग्रहहरूको स्पष्ट गर्ने काम असाध्यै महत्त्वपूर्ण मानिन्छ। ती 9 वटा ग्रहहरूको बीचमा सबभन्दा पहिलो ग्रह सूर्य ग्रह रहेको छ। त्यसैलाई कसरी स्पष्ट गर्न सकिन्छ भन्ने विषयमा आज तपाईहरुलाई म जानकारी दिन जाँदैछु। मैले यहाँनिर समय लिएको छु 2082 साल माघ 4 गते। त्यो दिनको 4 गतेको सूर्य उदय 6:57 मा रहेको छ। बच्चा जन्मिएको छ बिहान 10 बजे। अब त्यो 10 बजेको इष्ट घडी पला 6:47 पला रहेको छ, जुन कुरा मैले यसभन्दा अगाडिको भिडियोमा तपाईहरुलाई जानकारी गराइसकेको छु। यदि आवश्यक परेको खण्डमा माथिको भिडियोमा क्लिक गरेर जानकारी लिन सक्नुहुन्छ। अब इष्ट घडी पला 6:47 पला रहेको छ, बच्चा जन्मिएको समयको इष्ट घडी पला। अब यहाँनिर हामीले अलिकति विचार पुर्याउनु पर्ने कुरा के छ भन्नुहुन्छ भने दर्शकवृन्दहरू, पात्रोमा 2टा अथवा 3टा गतेको ग्रह स्पष्ट दिएको हुन्छ। जस्तो तपाईहरुले माघ 4 गतेको पेजमा गएर हेर्नुभयो भने ग्रह स्पष्ट पुष 20 गतेको दिएको छ, अनि पुष 27 गतेको दिएको छ, अनि माघ 4 गतेको दिएको छ। हामीले कुन दिनको ग्रह स्पष्ट गर्न जाँदैछौं अनि त्यो दिन कुन ग्रह स्पष्टको नजिकमा रहेको छ त। जस्तो माघ 4 गतेको हामीले यहाँनिर अब ग्रह स्पष्ट गर्न जाँदैछौं भनिसकेपछि यी 3टा गतेमा नजिकको गते कुन रह्यो त भन्दा माघ 4 गते नै रह्यो। यसरी नजिकको गतेमा गएर तद अनुसारको हिसाबबाट हामीले अगाडि हिसाबहरु गर्नेछौं। अब माघ 4 मा हामी गयौं। तपाईले के देख्नुहुन्छ भन्दा सबभन्दा सुरुमा माघ 4 रबौ 57 घडी 14 पला देख्नुहुन्छ एकातिर, अनि ठिक तल 9 राशि हो, 4 अंश हो, अनि 27 घडी र 32 पला है। र यो सूर्य कुन गतिले अगाडि बढिराखेको छ भन्ने कुरा यहाँनिर तपाईहरुले देख्नुहुनेछ। यसैलाई आधार मानेर अब हामी अगाडि बढ्छौं। बालक जन्मेको इष्ट घडी पला 6:47 पला रहेको छ। पञ्चाङ्गमा भएको घडी पला भनेको 57 घडी 14 पलाको योग सूर्यको स्पष्ट गरिएको छ। त्यसकारणले गर्दा पञ्चाङ्गमा भएको समय बढी भएको कारणले गर्दा हामीले अगाडि यो राख्यौं। यो 4 गते 57 घडी 14 पला है, यसलाई हामीले अगाडि राख्यौं। 57 घडी 14 पला तपाईहरुलाई यहाँनिर दिएको हुन्छ। यो इष्ट घडी पला हो, जुन समयलाई लिएर ग्रहहरुको स्पष्ट गरिएको हुन्छ है। अब बालक जन्मिएको गते पनि 4 गते हो। इष्ट घडी पला 6:47 पलामा बालक जन्मियो। अब यसलाई माइनस गर्दिनुस्। 14 बाट 47 घटेन। अब यताबाट 1 लानु भनेको 60 पला भएर जान्छ। 60 र 14 74 पलाबाट 47 घटाउँदा 27 निस्कियो। 57 को ठाउँमा अब 56 आइहाल्यो। 56 बाट 6 घटाउँदा 50 भयो। 4 बाट 4 घटाउँदा 00 भयो। यो हाम्रो ग्याप रह्यो दर्शकवृन्दहरू। कस्तो खालको ग्याप रह्यो त भन्दा 50 घडी 27 पला पञ्चाङ्गको ग्रह स्पष्ट गरेको भन्दा अगाडि नै 50 घडी 27 पलामा बच्चा जन्मिएको छ। यति आइसकेपछि तपाईहरुले के गर्नुस् भने यो 00 50 27 जुन यसको कुरा अब हामी यहाँ माथि लिएर गयौं। अब यो सूर्य कुन गतिको हिसाबबाट अगाडि बढिराखेको छ त भन्ने कुरा यहाँ गति हामीले यहाँनिर देख्छौं। 61:20 जुन देखिराखेका छौं, यसैलाई हामीले मल्टिप्लाई गर्दैौं है, गुणन गर्दैौं। 61 ले यो सबैलाई मल्टिप्लाई गरौं। गर्दाखेरिमा चाहिँ 61 * 27 1647, अनि 61 * 50 अनि 3050, 61 * 00 00 रह्यो। अब हामीले यो एक स्टेप छोडेर अर्को स्टेपबाट हामी जानुपर्ने हुन्छ। 20 ले डाइरेक्ट यसलाई मल्टिप्लाई गरौं। यहाँनिर 00 भयो। 20 * 50 1000 बन्यो। 20 * 27 540 बन्यो। यसलाई हामीले जोड्दियौं। 540 भइहाल्यो। 1647 1000 यो जोड्दा 2647 भयो। हेर्नुस् है। अब 3050 3050 भयो। यहाँ 00 भयो। अब हामीले यो आएको जुन योगफल छ
यो योगफललाई प्रत्येकलाई हामीले 60 ले चाहिँ डिभाइड गर्दै 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 अगाडि बढ्ने हो। जस्तो 540 लाई 60 ले डिभाइड गर्यौं भने भागफल कति आउँछ त भन्दा 9 आउँछ। त्यो 9 अगाडि लएर जोडिदिनु होला। यो चीजलाई पनि नबिर्सनु होला है। भागफल जति आउँछ त्यसलाई अगाडि लएर जोड्ने। जस्तो 60 540 डिभाइड 60 हुँदाखेरिमा चाहिँ 9 छका 54 540। शेष जति आउँछ त्यो तल झार्दिनु। शेष भनेको यहाँ 0 भयो। रिमेनिङ शेष चाहिँ 0 भयो। भागफल यता गयो। यसलाई हामीले जोड्नु पर्ने हुन्छ। जोड्दा 26 56 आयो है। फेरि यसलाई हामीले 60 ले डिभाइड गरौँ। 60 ले 26 56 लाई डिभाइड गर्दा 44 भागफल आउने भयो। त्यो 44 लाई हामीले यहाँ अगाडि ल्याएर जोड्यौं। भागफल त 44 आयो। अब शेष कति बाँकी बच्यो त भन्नुहुन्छ भने 16 बच्यो। त्यो तपाईहरुले क्याल्कुलेसन गर्नु होला। सजिलो छ, टेक्निक बुझ्नुस्। अरु क्याल्कुलेसनको कुरा त तपाईहरुले क्याल्कुलेटरबाट हरेक हिसाबबाट गर्न सक्नुहुन्छ। यसरी यो शेष भयो है। यो तलको हामीले शेष भयो। भागफल 60 ले 26 56 लाई भाग दिँदाखेरिमा चाहिँ आएको भागफललाई अगाडि लगेर जोड्दिने हो। ठीक छ। अब यसरी जोड्दा 3094 भयो। फेरि 60 ले भाग दिनुस्। भाग दिँदा 51 चोटि गयो। भागफल 51 भयो। शेष चाहिँ 34 भयो। हामीले शेष तल राखिहाल्यौं है। अब 51 0 0 जोड्दा 51 नै भयो। अब फेरि 60 ले हामीले भाग दिनु पर्ने हो। तर 60 भन्दा तलै आएकोलाई के 60 ले भाग दिनु? यसलाई दिनु परेन। जति छ त्यति नै शेषको रूपमा रह्यो यो है। अब भागफल कति आयो त भन्दा भाग एकचोटि पनि गएको थिएन है। त्यो भएर 0 हामीले एकचोटि पनि नगएको केसमा चाहिँ अगाडि हामीले 0 0 भागफल भनेर राख्यौं। अब यसरी राख्दा हामीलाई 5 वटा अंक रहन्छ है। यो नम्बर 1, नम्बर 2, नम्बर 3, नम्बर 4, नम्बर 5। अब अगाडिबाट तपाईहरु जानु। सबभन्दा पहिलो यो अंश हो, राशि होइन अंश हो। यसलाई अंश भनिन्छ। यो कला हो र विकला हो। त्यो भन्दा पछाडीको हामीलाई चाहिदैन। ठीक छ। त्यो भन्दा पछाडीको हामीलाई चाहिदैन। अब हामीले अंश, कला र विकला हामीले यहाँ बनाउन सफल भयौं। के को त भन्दा यो 50 घडी 27 पलाको कति अंश, कति कला, कति विकला रहन्छ भन्ने कुरा यहाँबाट हामीले चाहिँ यो स्पष्ट गरेर देखायौं। अब हाम्रो 50 घडी 27 पलाको कति अंश, कति कला, कति विकला भन्ने कुरा हामीले थाहा पायौं। अब यहाँनिर हामीले बुझ्नुपर्ने कुरा के छ भन्दा यो सूर्यको मान ल्याउनुस्। यो सूर्य स्पष्ट कुन समयको रहेको थियो त भन्दा 57 घडी 14 पलाको रहेको थियो। अब हाम्रो बच्चाको इष्ट घडी पला 6:47 रहेको छ भन्दा 57 14 बाट 6:47 त अगाडि नै रह्यो। भनेपछि यो ग्यापको अंश, कला, विकलालाई हामीले घटाउनु पर्ने हुन्छ। 32 बाट 34 घट्ने कुरो भएन। अब यताबाट 1 लिनु भनेको तपाईको 60 लिनु हो। 60 मा 32 जोड्दिनुस्। कति भयो त 2 92 भयो। यहाँनिर 92 बाट 34 घटाइदिनुस् भनेको कति भयो त 12 4 8 भयो। त्यसपछि गएर चाहिँ 8 बाट 3 घटाउँदा 5 भयो है। अब यहाँनिर 58 भयो। यसरी हाम्रो यो 58 आएको है। अब यहाँबाट 1 चापटी जाँदा यहाँ 26 भयो। 26 बाट फेरि 51 घटेन। यताबाट 1 आउनु भनेको यो अंशबाट 1 आउनु भनेको हजुरको 60 कला भयो। 60 प्लस 27 कति भयो त भन्दा हजुरको 87 भयो। 87 बाट 51 घटाउँदाखेरि 6, 8 बाट 5 3 भयो 36 निस्कियो है। 4 बाट 1 सापटी गइसकेको थियो। अब हामीले यसमा 3 राखौं र यो 9। अब के भयो त भन्दा त्यो दिनको कुन दिनको जब बच्चाको इष्ट घडी पला 6 घडी 47 पला रहेको थियो, अथवा विक्रम सम्वत 2082 साल माघ 4 गते त्यो बच्चाको जन्म हुँदै गर्दा सूर्यको मान कति रहेको थियो त भन्दाखेरिमा चाहिँ 9 राशि 3 अंश 36 कला र 58 विकला रहेको थियो। यसैलाई नै अब हामीले सूर्य स्पष्ट भनेर भन्ने गर्छौं। सूर्य स्पष्ट। दर्शकवृन्दहरु,
बाँकी ग्रहहरूको पनि स्पष्ट गर्दै गरिएका सामग्रीहरू लिएर आउने बाचा गर्दै अहिलेलाई भने तपाईहरुबाट म बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार।